दामी 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 बुढी कस्तो ठाउँमा आउनु भएको छ हजुर हेर्नु त स्वर्गमा छौँ हामी है यतिखेर आहा त्यो हो नि त तरिका कस्तो लागिरहेको छ यहाँबाट उता झन् बवाल छ साने यतिखेर तपाईँहरू देख्दै हुनुहुन्छ ललितपुर साइडको एरिया के भन्नुभएको मेरो सानो पनि आज एकदम खुसी हुनुहुन्छ मैले यो साइडमा हेर्नु यहाँ छोटा छिनीहरू यस्तो बवाल आउँछन् है नेपाल निरन्तर मित्रता कायम रहोस् भनेर एउटा पुल बनाएको छ यहाँ आहा अन्डरग्राउन्ड पासिङ है यो चाहिँ क्या दामी छ गाइजहरू हेर्नुहोस् गाइजहरू बवाल छ हामी चाहिँ है बिलबुक हिँड्नु गरेर अब ट्याक्कै फर्किन लागेको छौँ एकान्त कुनाको यातायात कार्यालयबाट निस्क्यौँ ओहो हजुर छ पार्किङ छ बाटो ब्लक छ यार यो तल्तिरबाट जाने छ र यता तल्तिरबाट यता अगाडिबाट पनि छ है हामी चाहिँ एकान्त कुनाबाट निस्क्यौँ है साथीहरू के यता बाटो बन्द हो र सर थोडा ब्याक गरिदिनु न हो जानु मिल्दैन यहाँ ठाउँ छैन तलबाट निस्किने छ कि नै तलबाट निस्किने छ नाइ फेरि फर्किनु पो यताबाट ल हामी पानी परिदिरहेको छ आज घाम फाटेको घाम उगलेको फेरि भोलि पानी परिदिन्छ सानो भोलि त हामी बिहानै हिँड्नुपर्छ ल एकदम ठुलो छ बाइक लगाएर यस्तो गरिदिउँ न त हामी पनि के को पाउँ यार दाम परिपर्छ अब चोर बाटो छिनै पऱ्यो के गर्नु सर थोडा ब्याक गरिदिनु न हामी गइहाल्छौँ उता थ्याङ्क यू सर थ्याङ्क यू ल हामी चाहिँ चोर बाटो छिर्यौँ है यत्रो खुल्यो क्या त्यता पनि है यहाँदेखि त्यस्तै पक्कनमा छिर्नु पऱ्यो खुल्यो क्या खुलिहालेछ नि ढिलो ओलाउने यताबाट छिरेको त्यहाँ खुलिसकेको छ हाइवे दाजु राम्रोसँग समात्नु ल मलाई आफ्नो मोबाइल समात्नुपर्छ हो नसमात्नु होला है है बुढिया सानो अब आयो बबाल दामी ठाउँ अनि गएर अहिले ऊ हाल्नु पऱ्यो बुढी ग्लास हाल्नु पऱ्यो फेरि यहाँ पनि जाम पर्थेन म तलतिरबाट जान्थेँ त यार खुल्यो सो लक्की मेन दामी ठाउँ यो है यताको यो एकान्त कुना साइडको बबाल ठाउँ छ यस्तो दामी हरियाली छ यो हो नि त चाहिएको हामी नेपालमा बबाल छ सबैजनाले रोडको छेउछाउमा रोपेर त आमा बबाल थियो है दामी छ यस्तो मस्तो बबाल देखिँदैछ नि बबाल दामी छ है हजुरलाई यो साइड कस्तो लाग्यो सानो राम्रो लाग्यो है यो पानीको छिटा परिरहेको छ त ठुलो बिहान त खतरा फाटेको थियो त फेरि काठमाडौँमा पानी पर्नाले साथीहरू लास्टै औडा भएको छ यार हेर्नु हामी यस्तो बबाल ठाउँबाट आफ्नो साथीहरू त्यस्तो दामी ठाउँ छ ल हेर्नुहोस् न यो फेरि यहाँ के गरेर रहेछ हो जाम परेको छ त के हो बाटो बन्दैछ अरे बाटो बन्दै रहेछ यहाँ यस्तो रहेछ यता दामी दामी ठाउँ बन्नु लाग्छ त्यही भएर हाइवेमा छिर्दै हाल्नुपर्ने रहेछ कि हामी है अब यहाँ जाम पर्दिरह के फेरि पर्दिरह जाम पर्दिरह खाइदिरहेको मदिरा झरर पानी पर्दिरह खाइदिरहेको हामीले मदिरा
मासुको नदीमा मदिरा 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 यो पागल रहेछ यार कस्तो यताउति गरे यार हेलो गाइस पानी परिरहेछ दामी छ ठाउँ नआत्तिनु होला है हुन्छले है हेर्नु स्टप नबन्दै जाने हो हाततिर रातो बल्दी हाल्यो के कस्तो जानु पर्यो है साथी हामी जान्छौँ हामी त जानै पर्छ भनेको है कहाँ परेछ सरी कता पर्छ 5 4 3 2 1 जाने सानु अघि मैले के गीत गाएको थिएँ र हामी आउने बेला भन्नु न हो भन्नु कहाँ बिर्सिनुहुन्छ क्या हजुरले म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिम्रो सहरमा नफर्किने कसम बचा खाँदैछु तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु डट भ्लगलाई सबैले स्वागत गर्नुहोस् माया गर्नुहोस् सपोर्ट गर्नुहोस् अब अहिले स्पिड हान्यौँ भन्यो भने यहाँ अब जाम परे आउँछ उपर कसको भ्यान हो कि फेरि बिच बाटोदेखि चुवाइ काटिरहेको छ कि मन पुरै डर्नु भनेर क्या हेरेको तिमीलाई पनि हामी अब बिस्तारै केही समयमा कलङ्की पुग्नेछौँ है कलङ्कीको नजिक आइपुगेका छौँ हामी है यिनीहरूले हेर्नु न सानो कत्रो लाइन मिचेर हिँडेको देख्नुभयो यस्ता हुन्छ मेरो सानोलाई अस्ति एउटा झालिदिनु भएको छ यस्तो लाइन मिचिएको थिएँ मैले अर्काको अनि ट्राफिक आएर च्याप्पै समात्थेँ नि त होइन त्यहाँबाट मेरो सानोको सातो पुल्टो उडिसकेको छ त्यहाँबाट हामी चाहिँ नहिँड्नु ल भन्नु किन नहिँड्ने हो सानै हामी कलङ्की आइपुगेका छौँ है साथीहरू टिप्पर खोइ कहाँ छ साने टिप्पर त कहाँ छोडियो टिप्पर त कहाँ छोडियो अब हेर्नुहोस् मजा आउँछ हामी कलङ्कीको पुल आज त पुग्यौँ अब कलङ्कीको पुल देख्न सक्नुहुन्छ हजुरहरूले सानो राम्रोसँग सबान्नु यहाँ त स्पिड हुन्छ यहाँ त स्पिड हुन्छ राम्रोसँग सबान्नु हो त्यस्तै बेसतिर सबान्नु फेरि पछाडि कोही आइरहेको छ हामीले टक्कर दिन आइरहेछन् अगाडि हेरिरहेको क्या चिन्ता नगर्नु न हो कस्तो डराउनु भएको र यो चीन र नेपाल बिच निरन्तर मित्रता कायम रहोस् भनेर एउटा पुल बनाएको छ है आहा अन्डरग्राउन्ड पासिङ है यो चाहिँ क्या दामी छ गाइजहरू हेर्नुहोस् गाइजहरू बबाल चाहिँ दामी कलङ्कीको पुलिसकियो केटाहरू मेरो सानीको सातो गाछ सानी झन् भोलि पोखरा जाने बेला हजुर के गर्नु होला त हो बुझी कहाँ सोध्नुबाट कलङ्कीबाट माथि जान्छ यस्तो बबाल छ हामी अब कलङ्की गढेर सिउचा टावर आइपुग्यौँ है सिउचा टावर आएको छौँ साथीभाइ दिदीबहिनीहरू होइन सिउचा टावर त्यहाँभन्दा उता बाफल त्यहाँभन्दा उता काफल त्यहाँभन्दा उता नाफल हो कि नै
सानो अब यतिको हेर्नु भिडियो बनाएर हाल्ने भएपछि त बोल्नु पर्यो कि कसो त अनि बोल्नु पर्यो त नि नबोले त मातिन्छ ल हेर्नु यस्तो ट्र्याक्टरहरू पनि हिँडिहाल्छ के गर्नु के भन्नु यार अहिले गएर फुल पेट्रोल हालौँ है बाइकमा अनि ग्लास पनि हालौँ कि नै लाने हुन्छ कि नै अगाडि टिप्परले धुवा कस्तो खाली राख्छ भने हेर्नु साथीको यस्ता गाडीहरू चाहिँ प्रतिबन्ध लगाउनुपर्छ कि सरकारले अनि बल्ल इन्भाइरोमेन्ट चाहिँ क्लिन हुन्छ न त यस्तो गाडीहरू भयो भने त इन्भाइरोमेन्ट त आमा यति प्रदूषित हुन्छ त्यसै काठमाडौँ विश्वको 2 नम्बरमा अघि 1 नम्बरमा पऱ्यो होला त प्रदूषित सहरमध्ये होइन साने See you ट्राफिक मामाहरू बसिराख्नु भएको छ अनि मेरो सानुले चाहिँ ट्राफिकहरूलाई देख्नु भने सातो गइजान्छ अस्ति मलाई छुपेबाट के गर्छ सानी मेरो सानीले बचाउनु भयो पछाडि ठुलो टिप्पर आएको छ आइहाल्छ त साने लैभरिलाई आजको कोटले सबैलाई गएर है ट्याक्कै 10 सानो बाइकको बिमा अनि यता के अरे बिमा अनि सबै गरेर कति लाग्यो 10,000 है गाह्रो छ हो नेपालमा बसी खानु त्यही भएर सबले इलिगल काम गर्ने रहेछन् बुझ्दैछु सानो मुखभरि धुलो छिर्यो त होइन फेरि मेरो बानी कस्तो छ भने रङ साइडबाट ओभरट्याक हान्ने बानी छ कहाँ त्यस्तो गर्छ त बुढी टाढा जाने त कहाँ हामी अब सीता पाइला पनि पटु अनि ट्याक्कै पारेर अब स्वयम्भू आउँछौँ हामी है कस्तो हावा खट्टा हानिरहेको छ साने मेरो सानो कम धेरै फटा आउनुहुन्छ कि धेरै फटा आउनुहुन्छ फटा हेर्नु यो गाडीले अर्काको लाने निचेको मासुको झोल होली पानी नआइदेऊ स्पुन टुलु हामी स्वयम्भू आइसक्यौँ साथीभाइहरू हेर्न सक्नुहुन्छ कस्तो देख्दा देख्दै कस्तो ल्याउँछ यार पेलेर यार झिम सानो नझिम्काउ परेली भाइ कि हामी स्वयम्भू देख्न सक्नुहुन्छ हजुरहरूले स्वयम्भू आइसकेका छौँ स्वयम्भूको गुम्बा देख्न सक्नुहुन्छ अगाडिको मेन गेट है स्वयम्भूको मेन गेटमा छौँ हामी यतिखेर सानो कस्तो लाग्यो हजुरलाई यो स्वयम्भू बवाल लागेको छैन हेलो बिस्तारै बुवा मुखाभरि बालुवा छिर्यो सानो हामी अब ट्याक्कै सशर्त बलको गेट अगाडि आइपुग्यौँ लैभरि लै हामी उताको गेटबाट पछाडिबाट गएको स्वयम्भू जाने बेला भन्नुभयो होइन यसले आँखा नहेरेर ल्याउँछ मासुले आँखा हेरेर है अब हामी के यार बाटो है पुरै ब्याक गरेर मोड जानु कसरी ल हेर यो बाजे ल हेर काल खोजेर हिँडेको यो बाटो हामी ठुलो भएर हामी सानो
बाटो जता खाली छ त्यतै हाल्नु पर्यो उकाली ओह्राली आफै तिम्रो दोराली भन्दैछु जिन्दगानीको बाटोमा कहाँबाट खिया साथी त्यो मासुको झोल रहेछ हावा जस्तो यार भोलि 6 बजे नै हिँड्न जान ल साने यहाँदेखि बिहान 7 बजे नहुँदै थानकोट कटिसकौँला अहिले गएर बाइकको गुलास हालौँ होइन बाइकको गुलास त्यो कोलियामा राखेर गएछ हेर्नु साथीहरू सम्झना बिर्सना सललल झन्झन बग्यो तिर्सना सललल साले के मरिया होला कि अर्काको लाइनमा यस्तो बस हिँडिरहेको थियो कस्तो पेलेर हिँड्दैन अर्को लाइन कहाँ सानो वनस्थली चोक आइम कि आइनम त्यसलाई भाइकोमा गएर गनास हालेर आऊँ होइन शैलेन्द्र भाइकोमा 250 पर्दैन हात पर्दैन फाइनल्ली पोखरा पुग्यौँ है पोखरा पुग्यौँ है जाने भाइ यता हेर न आइ गर न शैलेन्द्र भाइ गनास हाल्नुपर्ने भयो के शैलेन्द्र भाइ गनास हाल्नुपर्ने भयो के